हेलो साथीहरू, नमस्कार सबैजनालाई। मेरो नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। हामी चाहिँ यहाँनिर दुधमाने चाहिँ रोप्न जाँदैछौँ। यता चाहिँ मेरो बहिनी छ, मैले नि बोकिरहेको छु। पर पुगेर राखेर हेरौँ हैन त साथीहरू। हामी चाहिँ यहाँनिर बारीमा पुग्न आँट्यौँ। यता चाहिँ मेरो बहिनी छ, मैले चाहिँ यहाँ बारी बोकिरहेको छु, देख्न सक्नुहुन्छ। यता चाहिँ बाख्राहरू छन्। अरे के चाहिँ टनलहरू छ देख्न सक्नुहुन्छ। यहाँ टनलमा चाहिँ टमाटर लाएको छौँ। भर्खरै मसिनो बिरुवा छ। अनि यो चाहिँ कोपीको बिरुवा देख्न सक्नुहुन्छ। हामीले चाहिँ यो दुधमाने चाहिँ यहाँनिर रोप्नु आँटेको। यहाँ चाहिँ बहिनी आउँदैछ। यहाँ राख लो त्यहाँ भित्तामा घोप्टाउनु होइन, भित्तामा राख, खोर्सानी मिच्छ है। यहाँ चाहिँ राखिसक्यौँ। अब यहाँनिर चाहिँ रोप्ने साथीहरू। म पनि राख्छु है त। आज दिन पो कति राम्रो खुलिएको छ त। तर एकछिनमा पानी पर्छ होला। यता तल्लोपट्टि त राम्रो देखिएको छ, माथिल्लोपट्टि चाहिँ कालो आउँदैछ। अब हामी चाहिँ आइसक्यौँ। मेरो बारी चाहिँ यो हो है। हामी चाहिँ अब यहाँनिर रोप्छौँ। एक बारी मात्रै छ, त्यो लिएर आइदिनु। म कोदालो ल्याएर म यहाँनिर खनेर लाउँदै गर्छु साथीहरू। यहाँ चाहिँ बहिनी जाँदैछ अब फेरि लिनलाई। अनि म चाहिँ अब कोदालो लिन जाँदैछु। कोदालो यतै छ कि अघि नलिई गएछौँ। अब चाहिँ लिएर जानेछौँ साथीहरू। यस्तै छ गाउँको कामहरू। आज चाहिँ दुधमाने रोप्नु भनेर चाहिँ पर गएको थियो। अनि त्यहाँ परबाट बिरुवा ल्याएर रोप्न आँटिरहेको। एउटा मात्रै लानु कि दुईटा पो लानु? यो ठुलो लगाइदिउँ होला। मेरो चाहिँ कोदालो रेस्ट छ, हेर्नुहोस्। अब यो दुईटा कोदालो लिएर किन कराएको नि मुइनी मेरो सानो पाठाहरू किन कराएको? घाँस खाँदैछौ त? घाँस खाए पनि कराउनु चाहिँ उनीहरूको बानी नै हो कि, त्यही भएर कराएकै गर्छ बाख्राहरूले। यस्तै छ। मेरो बहिनी चाहिँ यहाँनिर भारी लिएर आइसक्यो। मैले चाहिँ यहाँनिर ल्या, त्यही पो घोप्टाइदियो त। मैले चाहिँ यहाँनिर ड्याङ बनाइसकेँ होइन। उता पर रोपेको छु, यता पर चाहिँ ड्याङ बनाएँ। अनि अब यो चाहिँ रोप्ने, त्यहाँ पर पनि छ बिउ है। लु म उसो भए यहाँनिर म चाहिँ अब यहाँनिर रोप्छु। बहिनी चाहिँ सब्जी बनाउनु जाने रे। अब यस्तै छ होइन। म एक्लै रोप्नु पर्ने होइन त। ल ठिक छ, म एक्लै रोप्दैछु यहाँनिर। बहिनी चाहिँ सब्जीले बनाउनु जाने रे। ल जाओस्, भरे सब्जी खाना नि त खानु पर्यो नि त, होइन त? होइन त? ल मैले चाहिँ यहाँ खनेर रोपिसकेँ साथीहरू। उसको ड्याङमा पनि हालिसकेँ। अघि चाहिँ यहाँ बहिनीले साह्रै बाक्लो भयो, अलिक पातुलो रोप भन्यो कि। अनि मैले पातुलो हालेको छु। अहिले चाहिँ यसको खास नाम चाहिँ हाम्रो लिम्बू भाषाबाट चाहिँ
अब यहाँ माथि लाउनु बाँकी छ, यता तल चाहिँ लगाइसक्यो। अब यहाँ छोप्ने पर्ने छ, अनि पछाडि हेरौँ त कस्तो बन्छ। अब चाहिँ मैले यहाँनिर बिरुवाहरू नि सबै लगाइसकेँ है। यहाँ देख्न सक्नुहुन्छ मेरो पछाडि अगाडि यो चाहिँ रकको बिरुवा हो, अनि यता रोपिसकाएँ होइन। अब चाहिँ म घर गएँ। अब चाहिँ म घर गएको साथीहरू होइन। यो चाहिँ मेरो डोको कोदालो, अदुवाहरू पनि पो थियो त साँच्ची, यिनीहरू पनि लिएर जानु पर्यो। लु यहाँ निस्केको रहेछ। के चाहिँ हौ? उही के लगायो अरे? के लगायो अरे? के लगायो अरे? अब चाहिँ जानु पर्यो। यहाँ बहिनी पनि आइपुगेछन्। मैले कहाँ राखेँ? बहिनी नि यहाँ आइपुगेको छ। आया लु त के चाहिँ कोट्याएको हौ? यहाँ बहिनी नै आइपुग्यो। सब्जी नि अघि बनाइसकेछ होइन। बहिनी चाहिँ सब्जी बनाएर अघि आइपुग्यो है। मैले नि रोपिसकाएँ। अब चाहिँ म पनि घर हिँडेँ। अब त्यो अनि नअटेको हो नि त। अब नअटेको चाहिँ कहाँ, त्यहीँनिर लाउनु त बाक्लो न बाक्लो। अघि बाक्लो भयो भनेर मैले पातलो गरेको। म त बोक्दिनँ। अब बोक्नु त एउटा चाहिँ बोक्छु, एउटा सानो बोक्छु। सानो बोक्छु। यहाँ बहिनीले चाहिँ ठुल्ठुलो 3-4वटा बोकेको छ। बाख्राहरू त मस्त सुतिरहेको रहेछ। त्यही हो साथीहरू, अब अर्को भिडियोमा भेटौँ है त। बाई बाई। अर्को भिडियोमा भेट्नेछौँ हामी है।